नमस्कार यहाँहरू सबैजनालाई। डाइरेक्ट सेलिङ डिस्ट्रिब्युटर एजे मार्केटिङ प्राइभेट लिमिटेडको डिस्ट्रिब्युटर म डाइरेक्ट सेलिङ गर्छु। साथीहरूलाई यो डाइरेक्ट सेलिङ चाहिँ मैले त सुरु गरेँ, तपाईँहरूले पनि सुरु गर्नुहोस् भन्दाखेरि उहाँहरू भन्नुहुन्छ यो त्यहाँ सुरु गर्दाखेरि त सामान किन्नु पर्छ अरे नि त है भन्नुहुन्छ। तपाईँलाई जुन सामान आवश्यक पर्छ त्यो त तपाईँले कहीँ न कहीँबाट खरिद गरिरहनु भएको छ। यदि त्यो सामान यहाँ पाउँछ भने तपाईँले यदि यहाँबाट सामान खरिद गरेर घरमा लानुहुन्छ भने मात्र भने पनि तपाईँको चाहिँ के गर्ने र, यदि कुनै सामान तपाईँलाई मन परेको छ र तपाईँले यदि यहाँबाट लानुहुन्छ भने तपाईँको चाहिँ बिजनेस सुरुवात गर्न सकिन्छ। तपाईँको आइडी रेजिस्ट्रेसन हुन्छ, तर आइडी रेजिस्ट्रेसनको लागि सामान किन्नुपर्ने जरुरी छैन। तर तपाईँले सामान किन्नुभयो भने आइडी रेजिस्ट्रेसन अटोमेटिकली हुन्छ। र तपाईँले सामान खरिद गर्दै गर्दा तपाईँले कुनै पनि सामान यदि मनपर्छ र यहाँबाट लिँदै गर्दा हजुरले चाहिँ बिजनेस गर्ने एउटा अवसर चाहिँ प्राप्त गर्नुभयो। कुरो उस्तै हो र बुझाइले फरक हो, किनकि हामीले त कोही पनि सामान कहीँबाट पनि प्रयोग त गरिरहेका छौँ, खरिदी त गरिरहेकै छौँ हैन। साबुन, स्याम्पू, सरफ, टुथपेस्ट आदि इत्यादि हामीले कहीँ न कहीँबाट प्रयोग गरिरहेका छौँ। मात्रै यति हो कि त्यहाँको प्रयोग गर्न छोडेर अब यहाँबाट प्रयोग गर्नुहोस् न। यहाँबाट प्रयोग गर्दै गर्दा हजुरको आइडी रेजिस्ट्रेसन हुन्छ, बिजनेस गर्ने अवसर पाउनुहुन्छ हैन। जुन अवसर यहाँ सफल व्यक्तिहरूले पाउनुभएको छ त्यो अवसर तपाईँले पाउनुहुन्छ भनेपछि यहाँ काम गर्नको लागि, यहाँ बिजनेस गर्नको लागि र यहाँ आइडी लगाउनको लागि सामान किन्नुपर्ने होइन कि यहाँ आएर हजुरले यदि सामान खरिद गर्दै गर्नुहुन्छ भने हजुरको आइडी रेजिस्ट्रेसन हुने हो, हजुरले चाहिँ बिजनेस गर्न पाउनुहुन्छ। ओके, थ्याङ्क यू।